किसान दाजुभाइहरू आज हामी रौतहटको जुडबेलामा छौँ। यो चाहिँ चन्द्रडेङ्गापुर कति नम्बर वार्ड पर्यो? वार्ड नम्बर 2 श्याम राईको खेतमा छौँ हामी। एउटा हामीले बुझ्नुपर्ने कुरा के छ भने हरेक किसानले चाहिँ होइन अन्तरबाली लिने एउटा नयाँ तरिका पनि हो। यहाँ देखिरहनु हामीले देखाएका छौँ नि त अहिले होइन श्यामजी? हजुर, तपाईँले लगाएको त हामीले हेरिरहेका छौँ हेरिराख्नु भएको छ। होइन? अरू किसानहरू हेर्न आएका छ कि छैन? छैनन्। अब त देखाउनु होला नि होइन? बिचमा 4.5 फिट 4.5 फिट को दूरी छ। यहाँनेरि यसरी उखु खेती गर्नुपर्दा यो तपाईँको सिधा यसरी उखुको बिउ काटेर सिधा रोप्ने एउटा प्रविधिलाई भर्टिकल मेथड भनिन्छ होइन? त्यो भर्टिकल मेथडलाई उहाँले युट्युबमा हेरेर यसरी खेती गर्दा कस्तो होला भन्ने एउटा जानकारी त हामीसँग लिनुभयो, सुझाव लिनुभयो होइन? हजुर। त्यसपछि तपाईँले यहाँ प्रयोगमा रूपमा चाहिँ आफ्नो खेतमा योजना सुरु गर्नुभयो होइन? हजुर। र यसरी बिउ काटेको उखु चाहिँ किसान दाजुभाइ एउटा के कुरो बुझ्नुपर्छ भने श्यामजीले नगरेको होइन, अति राम्रो गर्नुभएको छ। यसरी काटेको उखुको बिउलाई यसै गरी ठाडो रोप्नुभयो। तर रोप्ने बेलामा उहाँले पनि त्यही योजना अनुसार योजनाबद्ध तरिकाले खेती गर्नुभएको छ। तपाईँले चाहिँ अबका दिनहरूमा यो समाजलाई चाहिँ उदाहरणीय काम गरेर देखाउन खोज्नु भएको छ। एउटा उखु किसानमा पनि हिम्मत गर्नुभयो नि त हजुर होइन? हजुर। जे गर्नुभएको तपाईँलाई कहिले फेल भयो जस्तो लाग्दैन यो काममा? फेल हुन्छ जस्तो लागेको छैन। सक्सेसै हुन्छ जस्तो लागिरहेको छ। माटो उपचार गर्नुभएको भएन? माटो चाहिँ चेक गरेको छैन। होइन, उखु रोप्ने बेलामा माटो उपचार गरिन्छ नि? हजुर। बिउ उपचार हजुर गर्नुभयो? बिउ उपचार गरेको छु, गर्नुभयो होइन? माटो चाहिँ उपचार गरेको छैन। अब उहाँलाई चाहिँ म एउटा त्रुटि भएको कुरोलाई चाहिँ म के औँल्याउन खोजिरहेको छु भने उहाँले रोप्नुभयो, रोपेको 2 दिन कि 3 दिनपछि पानी पटाउनु भयो? होइन, पानी पटाएर रोप्नु। पानी पटाएर कति दिनपछि रोप्नुभयो? 2 घन्टा पछि। 2 घन्टापछि। अब चाहिँ मैले उहाँलाई के सल्लाह दिन खोजिरहेको छु भने पानी पटाउनु भयो, पानी पटाउँदा पटाउँदै हिलोमा धान रोपेको जसरी सट्ट यो लगेर हिलोमा यत्तिकै सिधा यसरी गाडिदिने, पानी सुक्छ। यसको नोडहरू हुन्छ, हामी यसलाई उखुको नोड भन्छौँ। यो नोडलाई त्यो हिलोले च्याप्प यसरी समात्यो भने यो हिन्डोल गर्दैन र हिलोले यसलाई च्याप्प समातिसकेपछि यो जराको तलबाट चाहिँ तपाईँको हावा छिर्दैन। वायु नछिरिसकेपछि तपाईँको अङ्कुरण यो सुसुप्त अवस्थामा आएर अङ्कुरण क्षमता चाहिँ हाई हुन्छ कि बढी हुन्छ। अहिले कुनै कुनै तपाईँको मरेको देखिन्छ नि, काहीँ हिलो त तल भयो होइन? हिलो तल भयो तर रोप्नुभयो कहाँ? अलिकति डाँडोमा रोप्नुभयो। त्यही कारणले कतिपय ठाउँमा उम्रिनलाई ढिलो, कतिपय ठाउँमा मरेको पनि छ कि कारण चाहिँ सँगसँगै पानी पटाउँदा सँगसँगै रोपिदिनु भएको भए 100% एकैचोटि उम्रिन्थ्यो यो। हजुर। बुझ्नुभयो? मैले यसको चाहिँ तपाईँलाई तात्पर्य उदाहरण देखाउन खोजेको कुरो चौधरी भाइ यहाँ देखाउँदा छोडेछ भाइ। जस्तै वहाँनेरि पानी पटाउनु भयो, उहाँले पानी त तपाईँले यहाँ पटाएको हो नि होइन? यहाँ पटाउनु भयो, रोपिदिनु भयो। यहाँ त माटो बुरबुराउँदैछ, यहाँको माटो पनि हिलो भइदिएको भए तपाईँको यो एउटा मिस जाने थिएन। कुरो बुझ्नुभयो नि? हजुर। र अबदेखि कुनै पनि खेती गर्दा तपाईँले यही ढङ्ग पुर्याइदिनु भयो भने तपाईँको मेहनत 100% सफलतामा पुग्छ है। अब मैले दिएको सुझाव तपाईँलाई कस्तो लाग्यो? एकदमै राम्रो लाग्यो हजुर। म त्यही गर्छु, म त्यही प्रविधिबाट गर्छु है। हजुर। अब जे भयो भयो होइन? अब चाहिँ त्यसरी गरिदिनु। हजुर, हजुरको भनाइ अनुसार नै म गर्छु। हस् ल, हस्, धन्यवाद।